Pseudo Caryopteris बाइक साथीहरु यो चाहिँ हाम्रो इनिशियल पोइन्ट हो अब सबैको आफ्नो एउटा हुन्छ नि त है त कोही छिटो हिँड्न सक्छ कोही छिटो रेटमा हिँड्न सक्छ अनि कोहीलाई बिस्तारै धेरै छिटो हिँड्न गाह्रो भएर बिस्तारै हिँड्छ के अनि साथीहरु यहाँ चाहिँ राख्ने ढुकुर पावर निकाल्न गइरहेको छ त्यही ढुकुर कहाँ निकाल्न दिन्छ Hello everyone, welcome back to my channel. आज चाहिँ हामी शिवपुरी नेशनल पार्क हाइकमा आएको छौँ र मसँग हुनुहुन्छ मेरो साथीहरू ग्याङहरू लेट्स सी कता कता गइन्छ नारायण हामी आज कहाँ जाँदैछौँ ल उता मेरो दाइ नारायण राई हो हामी कहाँ जाँदैछौँ आज हामी शिवपुरी कता कता हिँड्छौँ अनि कहाँदेखि कहाँ हुँदै जाने अरे यहाँबाट हामी अब नागी गुम्बा जान्छौँ अनि त्यसपछि बागद्वार अनि त्यसपछि शिवपुरी हाइक यो टोटल कति ड्युरेसनको हाइक कति लाग्छ हामीलाई 3 to 4 hours ल हामी चाहिँ 3 to 4 hours को हाइक हुनेछ आज र यहाँ चाहिँ हुन्छ मेरो फर्किँदा फेरि 3.5 घण्टा रामकृष्ण तिमीले हेलो हेलो म छुटे फर्किँदा कति लाग्छ अरे फेरि 3.5 घण्टा आमामामा अनि टोटल कति 7-8 hours जति हुने रहेछ हैन ल यहाँ चाहिँ हाम्रो कम्प्युटर इन्जिनियरहरू हुनुहुन्छ दुईजना केही दुई शब्द जाओस् इन्जिनियरहरू कस्तो महसुस भइरहेछ त हाइकमा आएर नचा अनप्लान्ड हाइक हामीले चाहिँ यहाँ लालीगुराँसको फुल टिपेर लाने सोचेको थियौँ तर नपाइने रहेछ साथीहरू तपाईँहरू पनि यदि शिवपुरी आउँदै हुनुहुन्छ भने चाहिँ यदि चाहिँ थाहा होस् कि यहाँ भएको कुनै पनि बिरुवाहरू टिप्न लैजान पाइँदैन नट इभन अ लिफ पात समेत हैन छिटो पुग्ने रहेछ त है भयो होला बाटो अलिक सजिलै रहेछ नि त वाउ बल्ल लालीगुराँसले डोमिनेटेड आयो नि त फरेस्ट त अलि धेरै चाहिँ के छ त अहिले यहाँ चाहिँ के हुन्छ भन्दा साइमावाली कि यता त त्यहाँ पनि अनि पाइनस फरेस्ट अनि रेडोडेन्ड्रन मिक्स फरेस्ट ओके भिरपरि हो यो खरी व्हाट इज दिस नो आइडिया अरे साथीहरु के हो Pseudo Caryopteris bicolor है साथीहरु मेरो भिडियो अन्तिमसम्म हेरुन्जेलसम्म यो फुलको नाम चाहिँ याद होस् फलो मी गाइस कस्तो लागिरहेछ त हाइकरलाई मलाई पनि आनन्द लागिरहेछ शान्ति ओ लालीगुराँस दियर यहाँ चाहिँ गुलास फाइनली देख्यौँ ल टिप र साथीहरु हामीले कहिले पनि यस्तो चाहिँ गर्नु हुँदैन हामीले चाहिँ रोड लालीगुराँस देखेर टिप्न मन लागिहाल्यो तपाईले चाहिँ यस्तो नगर्नु होला प्लिज डोन्ट प्लक फ्लावर्स टिप्न त नहुनु तर पनि सकिएन कन्ट्रोल गर्न नटिपी र हाम्रो सेफ कोपिला नारायण पनि हो हाम्रो ब्रेकफास्ट हाइकिङको ब्रेकफास्ट धन्यवाद यता राख्दैन पुगिरहेछ है त So Saturday, this is our breakfast with our friends. हामी कति यहाँ कति अल्टिट्युडमा आइसक्यौँ माथि खै कतिमा आएको छ हेर्नुपर्छ हामी हिँडेको कति घण्टा भयो अघि 10 बजे 2 घण्टा भयो छैन भएको 2 घण्टा अब हुन आँट्यो 1 घण्टा भयो साथीहरु तर कति भइसक्यो अरे दिनभरि हिँड्ने जस्तो महसुस भइसक्यो गलेर हेलो हेलो
अब हामी झोला खाली गर्ने हाम्रो झोला धेरै भारी भयो खानेकुरा धेरै ल्यायौँ हामीले सो यस ल यहाँ चाहिँ यस्तो छ यो चाहिँ हाम्रो चौतारी हो हाम्रो चाहिँ अब लन्चको बेला भएको छ साथीहरू 1 घन्टा हुँदै अघि ब्रेकफास्ट भएको 1 आवर नभइकन हामी चाहिँ लन्चमा आइपुगेको छौँ यहाँ चाहिँ पिकल के हो नुन खोर्सानी वाउ के छ नारायण यसमा एउटा के प्लास्टिक छ नि प्लास्टिक त्यसमा खाता खाजा त यत्रो बोकेर त कोही आउँदैन भोकले मर्छ त्यहाँ पनि निस्किरहेछ कि लन्च गरेर हिँडिसकेपछि चाहिँ हामी केही छिनपछि चाहिँ बागद्वार आइपुगेका थियौँ र बागद्वारदेखि चाहिँ हाम्रो डेस्टिनेसन शिवपुरी पिक पुग्न चाहिँ ओन्ली 45 मिनट्स टाइम मात्र लाग्ने रहेछ तर हामी चाहिँ अलिक अब ढिलो गर्दै गर्दै हिँडेको हुनाले चाहिँ हामीलाई 1 आवर जति लागेको थियो यहाँ नारायण दाइ चाहिँ फोटो खिच्न व्यस्त हुनु देख्न सक्नुहुन्छ प्राइमुला डेन्टिकुलाटा वा यहाँ आएर मुख धुनु पर्ने हो क्या हो हो र बाघको मुखबाट निक्लेको भएर भनेको क्या हो मिल्दैन होला है पानी भरिसकेको छ कि ओके साथीहरू ल कडा परिश्रम र 3-4 घण्टाको हाइक पछि चाहिँ हामी फाइनल्ली शिवपुरी पिक एट अल्टिट्युड अफ 2400 समथिङ कति मिटरमा 2700 मिटरमा हामी ल आइसकेका छौँ फाइनल्ली जर्नी जत्तिकै पीडादायक भए पनि द डेस्टिनेसन इज अलवेज ब्युटिफुल ल साथीहरू शिवपुरी पिक Yay! We are at Shivapuri Peak, 2732 meter. फेरि अब स्न्याक्स खाने टाइम भएको छ र स्न्याक्समा हामीसँग अलिअलि जङ्क आइटम्स पनि छ अनि फ्रुट छ ग्रेप्स फ्रुटी वा साथी केला खाँदै हुनुहुन्छ उहाँ रामकृष्णजी हो ओके सी यू हामी चाहिँ फर्किसक्यौँ अब शिवपुरी पिकबाट है ल हामी चाहिँ सेम बाटोबाट फेरि वी आर गोइङ ब्याक टु बागद्वार यो चाहिँ अब कति हामीले चाहिँ एस्टिमेट चाहिँ 2 आवर्स जति गरेको अब कति मिनटसम्ममा पुगिन्छ होप सो अहिले चाहिँ 3 बज्यो अब 5 बजीतिरसम्ममा पुग्यो भने पनि हामीलाई ठिकै हुन्छ घर पुग्दा ओर्दा है ल साथीहरू यहाँ चाहिँ राखेले ढुकुरको आवाज निकाल्न गइरहेको छ ल एउटा ढुकुर बोल सर के छ तपाईँलाई जाडो भएको स्थिति हो खै नौसलाई फ्रेममा ल्याऊँ न कति छिटो हिँड्नु भयो सर हेलो सर अनि सरको कस्तो भइरहेछ त काम अफिसमा भोलि छुट्टी जाने आज नागरिक दिवस पऱ्यो नभए त सरको छुट्टी हुन्छ शनिबार परेर घाटा भयो मेरो कपाल कस्तो राम्रो देखेको वाउ है अरू जतिको स्पिडमा हिँड्छ आफू पनि त्यही स्पिडमा हिँड्न सकिन्छ त अब सबैको आफ्नो एउटा हुन्छ नि त भेलोसिटी होइन त कोही छिटो हिँड्न सक्छ कोही ठिक्कको रेटमा हिँड्न सक्छ कमेन्ट पनि आफै गर्ने अनि कोहीलाई बिस्तारै धेरै छिटो हिँड्न गाह्रो भएर बिस्तारै हिँडिन्छ के अनि साथी हामी चाहिँ आज हाइकिङ गएको पहाड चाहिँ यो माथिको सेतो हुस्सो लागेको ठाउँ रहेछ हामी 3टा पहाड कटेछौँ है आज कपिलाजीको निकनेम चाहिँ अप्सरा गर्नुपर्ने किन अप्सरा किन त म अप्सरा जस्तो देखिन्छु र के एकचोटि मेरी बासीको त्यो एपिसोड हेर्नु न अप्सरा होला
ल हेर साथीहरू यो नयाँ भेराइटीको बाँदर हो है। साथीहरू अहिले चाहिँ कालो कालो भएको छ बादल, लगभग पानी पर्ला जस्तो छ। के हुन्छ हेर। सम्झना बाँकी छ हाम्रा ती पलको, सँगै नहोला हामी तैर साथ सधैँभरको। ल साथीहरू हामी चाहिँ राष्ट्रिय कुञ्ज शिवपुरी राष्ट्रिय कुञ्जको गेटमा आइसकेको छौँ। हाम्रो हाइक यहीँ समाप्त भइसकेको छ। र मेरो साथीहरूलाई कस्तो लाग्यो हाइक, केही छोटो मिठो प्रतिक्रिया दिनुहोस्। ल तपाईबाट सुरु गर्नुहोस्। नारायणजीबाट सुरु गरौँ। नारायण दादाबाट। ल एकदम रमाइलो थियो। कस्तो पुग बनाएर भनेको। अब त ल How was your hike? It was fantastic. हो र? किन फ्यान्टास्टिक लाग्यो त नि? यो धेरै राम्रो छ नेचर अरूभन्दा, फरेस्टहरू राम्रो छ अनि यसमा स्ट्रिमहरू छ, ससानो क्रिक्सहरू छ जुन चाहिँ अरू हाइकिङ डेस्टिनेसनमा पाउनु धेरै अलिक रेयर नै छ। अब पुल्चोकको कम्पेयर गर्दाखेरि हाइट उस्तै छ, तर पुल्चोक र यसको हाइट बराबरै भए तापनि यसमा बेटर छ। पुल्चोक इज बेटर। ए पुल्चोक नट बेटर, पुल्चोक है भन्दा शिवपुरी इज बेटर। म यही रेकमेन्ड गर्छु यहाँ आउनु। रामकृष्णलाई कस्तो लाग्यो त? बेटर, राम्रो थियो। पुल्चोकी भन्दा बेटर हाइक आउनुको लागि, सर्ट हाइकको लागि। सर्ट हाइक हो यो, तर गाह्रो है तर हाइक चाहिँ है। बाटो चाहिँ अलि राम्रो छ। भन न। अब के भनेर सबै चिज राम्रै थियो। अब ठुलो जङ्गल थियो, फोहोर चाहिँ नगर्नु, फोहोर नगर्नु, नियमहरू पालना गर्नु। हामीले त केही टिपेको छैन साथीहरू, टिपे पनि यहाँ ल्याएको छैन। सिभिक सेन्स चाहिँ एकदम कस्तो लाग्यो त तिमीलाई? रमाइलो, एकदम रमाइलो हो र? राकेशलाई कस्तो लाग्यो? कहाँ गएको थियो? कस्तो लाग्यो हाइक? रमाइलो ओर्थो वाकिङ। रश्मि बुन्नुलाई कस्तो लाग्यो? ठिक लाग्यो? मलाई पनि ठिक लाग्यो, तर अलिक धेरै नै गाह्रो भयो। मलाई चाहिँ सिडी यति धेरै सिडी रहेछ यहाँ, सिडी धेरै भएर चाहिँ अलिक गाह्रो भयो, तर नो वरिज, भोलि ठिक भइहाल्छ। सुरुमै चाहिँ एक्कासी यहाँ नआउनु नै भन्छु म पनि। सानो हाइकहरू जाने अनि अलिक बडीलाई मसललाई टाइटन गर्ने अनि चाहिँ यु आर रेडी। ल बाई। ल सबैजनाले बाई भन्नु। बाई।